हेलो मेरी क्रिसमस। अब चाहिँ हामी सेक्रेट सान्ता प्लस मेरी क्रिसमस डे चाहिँ हामी मनाउन जाँदैछौँ। छोरीलाई पनि रेडी गरिसक्यौँ। आज हाम्रो छोरी स्मिता आँसुकोमा जाँदैछ। त्यहाँ गिफ्टहरू पाउँछ। सदा चाहिँ हामी यसपालि पनि मनाउनेछौँ क्रिसमस। यसपालि हाम्रो छोरी मियानाको फर्स्ट मेरी मेरी क्रिसमस। छोरीहरू सुतिरहेको छ। अब हामी यहाँबाट एकदमै सर्ट ड्राइभ गरेर जानेछौँ अनि हामी त्यहीँ भेट्नेछौँ। अलराइट, सी यु देयर। ओके, अब हामी रेडी हुँदैछौँ। छोरीलाई अब हामी कारमा ट्रान्सफर गर्ने। बनी क्रिसमस टेक। अलराइट, लेट्स गो। अर्को हाम्रो सेक्रेट सान्टामा एक्सचेन्ज हुने गिफ्टहरू हामी रेडी गरिसकेका छौँ। यहाँ एउटा चाहिँ एकदमै मिस्टिरियस गिफ्ट छ, त्यहीँ गएर मात्र रिभिल हुन्छ। अलराइट, रेडी भयो। अब हामी छोरीलाई गाडीमा राख्ने। छोरीलाई हामीले राखिसक्यौँ गाडीमा। अब हामी जाने। गिफ्टहरू पनि प्याक गऱ्यौँ। अब हो ल मामु बस्यो। अब हामी जान्छौँ लेस रिभर्स। अलराइट, नाइस। ओके, यसपालको मेरी क्रिसमस 2025 आज हामी सेलिब्रेट गर्न जान्छौँ। अब हामी विदिन 5 मिनट्समा पुग्नेछौँ अनि त्यस पछाडि सरर रमाइलो गर्ने, गिफ्टहरू एक्सचेन्ज गर्ने, मिठो मिठो खानेकुराहरू खाने, गफ गर्ने अनि छोरीहरूको लागि पनि यो फर्स्ट क्रिसमस मेमोरेबल बनाउने सकेसम्म। है मम्मी, छोरीको मम्मी हो। गाडीमा हावा सोरो जता माया ततै सोरो। सँगसँगै हावा सोरो। छोरी मजाले सुतिरहेको, छोरी निदाइरहेको छ छोरी मजाले। आइपुग्यो हामीलाई लिनलाई ढोकालाई यहाँ भएछ। मेरी क्रिसमस। मेरी क्रिसमस। सुतिरहेको छ बुझी, सुतिरहेको छ छोरी। आइपुग्यौँ। जाडो छैन नि आज, +4 रहेछ। गर्मी भएर म त पढाइ पसिना। ल मजाले छोरी पछाडि छ, बी केयरफुल। आज हामी आइपुग्यौँ क्रिसमस मनाउन। के रे सुन्दा? आमा के हो आज त्यहाँ
टेबल क्लथ पनि मेरी क्रिसमस भएछ ल है सलाद त रेडी बनाइसकेको छ पहिल्यै कपाल त ठिक छ नि ल सलाद क्रिसमस ट्री छोरा पनि एकछिन यहाँ राख्छु मैले है गिफ्टहरू राखिदेऊ ल सुत्नलाई पुरै झड्का लाग्छ नि बोली बोली गरेको होइन खै बोली बोली गरे सुभाषमा हेरिरहेको छ उसले हेरेको छैन नि चलो मेरी क्रिसमस भनिदेऊ क्रिसमस Coolly. Ayo pegang keran. Gift apa bokin namanya? Ini आइपुग्यो आइमी लाग्छ त सानो थियो यसपालि त उसको सेकेन्ड क्रिसमस Wow. फ्रुट नि आइसक्यो आइयो त हेर ल नाच 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 यसो त अनि Oh my god. क्रिसमस के हो मेरो गिफ्ट चाहिँ कुन हो? तिम्रो गिफ्ट अब यही छ यही छ होला नि नाम ल्याएर मैले त नाम पनि ल्याएको थिएँ थाहा छैन सुजले पनि गिफ्ट आछ यार होला त हँ सुजले पनि गिफ्ट आछ होला त त धेरै छ त गिफ्ट मलाई हामी मान्छे त धेरै गिफ्ट छ यहाँ सजाउनलाई के ह सजाउनलाई होला ए यहाँ एउटा बाइक सबै गिफ्ट हो नि कहाँ यहाँ त नि यहाँ त नि के हो एउटा दुईटा मिला सको उसमेले गिफ्ट राख्यो सलक्क लागेर नेपाली घरमा जुनसुकै फेस्टिभल है चिया त खानै पऱ्यो होइन चियासँग यसलाई इङ्ग्लिसमा के भन्छ बुढो सुन त सुन त यसलाई के भन्छ इङ्ग्लिसमा क्रिसमस थाहा छैन हैन यो त यो त टेबल महँगो भएको 149 कति रहेछ एक्चुअल प्राइस अनि आज चाहिँ 120 आयो लाइफ को इंग्लिश में क्रिसमस स्टार्ट है टार्ट टार्ट्ने हो तर कस्तो कति राम्रो नछ है अनि टार्ट भन्छ त पोर्चुगलमा पाउने मुला पो खानलाई चाहिँ त्यो वाइन ग्लास लिन मन सक्छ अब चिया क्रिसमसको यो तोर्छ खाली ग्लोगी त मलाई एकदम कम यार ग्लोगी त एकदम कम हो मैले पनि बनाइरा दिदा कस्तो रहेछ त यो नुमा यो त खान त मिठै हुन्छ नि क्वालिटीको छ केसिडी मार्केटको हैन क्युबेट छोरी हो ओहो दिन लाग्यो तिमीलाई चाहिँ दिदा भाइ भाइ everything के हात आमा हेर्न हेर्न यहाँ चियामा चोपेर हो त प्योर नेपालीको छोरा लाग्छ है कान्छी यो सजिलो छ यो सस्तो वाला छ महँगो वाला पनि छ ठीक है आइमुले किचनमा उभिएर हेर्न के अझ यो उवाला पाउँछ नि बार वाला अनि पछि त्यो बार हटाउनु मिल्छ त ग्लोगी नै भनेर चाहिँ नभए अब ग्लोगी नि खानै पर्यो क्रिसमसको त्यो भालियोको बरु त्यसमै सिनामन अनि त्यो जिन्जरहरू वाला रहेछ नि पाउँदैन बाहिर पछि त दिए अनि पाँचवटा मात्रै यो ग्लोगी दिनुहोस् भन यसमा रक्सी छ नि अल्कोहल टोल हो होइन अल्कोहल छ छैन छैन अल्कोहल फ्री त्यही मार्लीको होइन त मार्लीको सोकरी तन्की सुगर फ्री कि अरू ल्याएको वालै ल्याएको ए हामी ग्लोगी हाल्दैछौँ अब यो ग्लोगी सेला खाने क्रिसमसको बेलामा राइस कुकरमा बनाएर मियाना मियाना खै मलाई देखेर त मिना आन्टी हो नि मिना पर्क सुभाषले बनाएको
यहाँ अचार है यस्तो पोर्क भनेको मैले हो मैले पनि हिजो यस्तै बनाउन खोजेको हो तर कस्तो भयो त अनि फर्स्ट टाइम ट्राई गर्दा त अनि यो पुरै अब खानेको सेफले बनाएको होइन अनि यहाँ अर्को जब कि म्यारिनेट तिम्रो भाग के परेको थियो र केही परेको थिएन तर पोर्क यस्तो यस्तो लगाएर जान्छु भनेर सोचेर अनि मैले म्यारिनेट गरेँ सुकुटी जस्तो भन्छ त्यो चपाउँदा पनि पुरै त्यो स्वाद पनि नआउने झुरुम झुरुम के पुरै एकछिनमा खान्छ नि त यो खानु पर्छ खानु चाहिँ त्यही भएर अलिक फोटो खिच्न नहोस् भनेर चाहिँ त्यही त च्याउ साइड लाउने भनेर चिया साइडमा खाउँ न त म एकछिन मात्र गरौँ त अनि त्यसपछि अनि यहाँ आउँछ चियर्स ल ल cheers ठिक छ मिठो छ मिठो लाग्यो अब चम्चा चाहिँ डगीको सुस्कीसँगै क्रिसमसको सेलिब्रेसन सुरु भयो हाम्रो अरूको सकिँदैन हाम्रो सुरु भयो अरूको सकिँदैन यो त अब 3-4 दिन पुरै रिले हो नि मासु त कम होला गाडीले त फिनिस त आज ह्याङओभरबाट ढल्किदिनु हिजै खाएर प्लेट चाहिन्छ प्लेट प्लेट त चाहिन्छ होला नि एउटा सानो यार नभए पनि दुईटा एउटा दियो हुन्छ हाम्रो आफ्नो जाम खाने अलिकति कम यसो गर्नु तर लिँदै खाने अनि लाएर तपाईँलाई एउटा केक बनाएनौँ है यति हो खाना छ नि हैन खाना छ नि हैन थपेको तपाईँ त्यही त हाते है क्रन्ची नै हटाएछ अनि अचार है यो पर्क आलु आलु खानु सरी भाइ पुरुले सुरुवात गरे है अचार के ल्याएको त पर्के आचारलाई फेरि ल्याउँ ल अब फिस्ट क्रिसमस फिस्ट हो यो क्रिसमसमा त टर्की हुँदैन ह्याङ्गुन पर्ने अब यो नेपाली त्यही त नि त हल्का मिक्स हो नि त यो एक दुईवटा मात्रै हड्डी छ होला मैले त्यही त तपाईँ पर्कको आइटम खास चाहिँ भने होइन यसलाई एकचोटि अनि खान पर्छ है अब हाम्रो कति इम्प्लिमेन्ट हुन्छ नि मलाई एउटा प्लेट प्लेट दिनु चाहियो मासु सानो चम्ची चाहिन्छ होला है अनि यसमा के अचार हाल्ने हो काश्मीर त पुरै मिठो मान्छे खान्छ मिठो 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 गर्दै ठिक छ आज चिउरा खानुभयो चिउरा चाहिँ कागती पनि नि चढेर होइन सरकारका आमा के पिरो भयो अचार पिरो भयो वाइट हल्का प्लिज दे फ्लेभरवाला अचार मासु मासु भाल त्यो त हड्डी जस्तो लाग्यो अलि फल मासु जस्तो दिन्छ नहुन्छ भिडियो खिच्दा खिच्दै लास्टमा पर्क सबै बिक्री भइसक्यो अचार पनि अलमोस्ट आलु पनि सकेछ अब हाम्रो यहाँ विस्की बोतल छ नि त्यहाँ ल अब यो अब Cheers. म्याचिङ भएछ त आइयो भनेको बोतल खोइ लो छोरी पास बाल कलिनस पास अगाडि गयो साँझै ल गोलकिपर भन्छ आफ्नै पोस्टमा गोल हाल्छ त खै फेरि ल खोइ त्यस्तो भयो तर यो बोतल पनि सिर्के चाक्छु भएको चाहिँ नर्मल त नेपालको हुन्छ नि मेनुबाट पढेँ ए त्यो प्राइज पनि छ यसमा विनर केही सुनेको छैन न अघि अनि ल बस्दिन्थ्यो ल भाग्दियो केटी त ल अस्ति भने गिफ्ट लिएर गई
नक नक तर गर्नु यो नि पाउने हो राजा कसरी मैले यो देखाउँ पानी भने आउनु अहिले यता आउनु पानी भरे मेरो तपाईँहरू अब लाइनले बसे नि आफ्नो खुसी तर को फर्स्ट राखिदिनुहोस् आफ्नो चाहिँ लाइनले सिधा गर्ने होइन जसले सिधा पार्ने अनि त्यो सिधा पार्नेले खोल्दै जाने फेरि जसले सिधा गर्छ फेरि त्यो खोल्ने। ए त्यस्तो सिस्टम हो मैले त एकैचोटि ल फेरि फेरि भन्छु के भन्छ जसले बोतल फ्लिप गरेर ठाडो पार्छ नि त्यसले त्यो रात खोल्न पायो एउटा अनि त्यसपछि अनि लास्टमा त्यो ऱ्याप गर्दा गर्दा जसले लास्टमा ऱ्याप खोल्छ त्यो गिफ्ट लगाएको ओके बनाउने तर अहिले पानी प्लेट प्लेट धेरै होला सोच्दै पानी धेरै भयो ठिक छ ठिक छ त्यो त ठिक छ यो त्यो ठडिँदैन नि त्यो पानी अनि दाइको पाल ए मलाई त स्योर हो नि मलाई स्योर मिल्छ अब यहाँ ओ शिट यतिले नि यार बसि नै सकेको यो त बस्नु गाह्रो छ यार थियो के अरे अन्त मिनरल वाटर बोतल चाहिँ चाहिन्थ्यो म खासमा चाहिँ त्यो चिक्क हुन्छ कि ओए अनि यहाँको मिनरल वाटर देख्छु अलराइट नाउ पुरुले फ्लिप गर्यो इबार दियो अब स्टोरी ऱ्याप खोल्न पायो खोल्दै गर्ने हो क्या हान्दै गर्ने के हो ल ओके स्टप गर्नु पर्यो ठिक छ के थाहा त्यहाँ छैन क्या ए यो त छ नि ल ल हेर च्याते भयो अन्त आउँछ च्याट दिन के ऱ्याप सबै यता लास्टमा जसले त्यो चाहिँ ए हो र तिमीले पाएन मैले पाएँ कि तिमीले पनि ग्यारेन्टी पाएन मलाई के ल्यायो त्यो 4 वटा त ग्यारेन्टी छ के थाहा त्यसपछि चाहिँ बल्ल यो हो के हो पाइसियो त यो अवश्य ल्याब हो कि किन्ने हो हेर्न मलाई दुई ऱ्याप मात्रै ल्याएर सुन्दर धोकेमा झन्दै छ यार धोकेमा झन्दै छ यार ए यो यहाँ पाइन त होइन यो त अरू खोल्ने हो नि मलाई त्यो त अर्कोले खोल्नु पर्यो अब ए हो र हो हो तर अब होइन के छैन कहाँ यो त हुनुपर्छ हिसाब किताब हुनुपर्छ हिसाब किताब हुनुपर्छ हो नि मैले यो तपाईको एउटा हो क्या त्यो हो तर नर्मली के यस्तो ऱ्याप राख्छु यो चाहिँ एज अ प्राइज जस्तो भयो नि त त्यसले गर्दा चाहिँ मैले खोया भयो क्या अब यो यहीँबाट छु बस 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 सरी बस सरी यसले खुसी पार हो आमै मैले सब खोलिदिएँ होइन लास्टमा गएर 11 गिफ्ट गर्ने पाउँछ अनि त्यो त फेरि भएर नि यार पारले कस्तो बल्ल भयो क्या अलि एक चाहिँ बढाउनु पर्यो हो क्यामेराले काहीँ राख्नु हुँदैन यो त पारै बढी क्यामेरा हेर्नु त्यो यो भएन भयो भयो कहाँ हुन्छ बाक्साले लोडिहाल्छ नि त्यो ओ ले त्यहाँ हो त्यही गर्नुपर्छ जस्तो रहेछ क्या त्यही गर्नु नि म यहाँ देख्दै अहिले हामीले लाग्नु ओ नयाँले भने पिसै पनि पिदिउँला कहाँबाट उठ्नु अर्को नै रहेछ यहाँ पछि त के होला छ नि अर्को रश्मि दिदीले ट्याक्लाक ठडाउनेले चाहिँ डबल ट्राई गर्नु पाउनु है एकचोटि ठडाएको यार होइन क्या जसले ठडाउने कि ओ मिलन उडा मिनाले उडायो ल
नि यो त अन्याय अत्याचारै हुन्छ नि त यो त हो भाइ जहाँ रश्मिले मात्रै आएन है। होइन रश्मिले जित्नुपर्छ अब होइन यो गिफ्ट हो अब त प्याक छैन रहेछ दिन्छ मैले आएँ अझै छ रश्मि त्यो बेल पाइनमा हेर्छु ए तेरिका त्यो चिजहरू क्या ल यार मिना त के हो जित्यो मार्यो बाँकी मार्यो जस्तो लाग्यो अब जित्यो अब त जित्यो खास अझै अझ एउटा छ अझै छ है बिचारा ए आज परेछ पाएस त पाएस ए त्यो रबर जस्तो नआउने रहेछ के भयो त्यो गाह्रो पाएस छ अझ के चाहिँ पाएस पाए अन्याय भयो कस्तो गाह्रो भयो हाम्रो विनर पनि आइसकेको छ हाम्रो बटर फ्लिपमा चाहिँ आइमीको मियाराको मम्मीले खाइदियो नि सबैले फेरि भाली फेरि भाली के भन्ने रे मेरी क्रिसमस क्रिसमस भनेर अनि फुल यहाँ तलबाट तलबाट हो नि फेरि मोबाइल कस्तो कस्तो तल अझै क्रिसमस के भाइ यो यो पायो के हो त्यो सानो यो स्याम्पल पिस छ खतरा रहेछ यार यो प्लाज्मा वाला लाइटर पनि लास्टसम्म निमायो भने चाहिँ पैसा पाउने हुन्छ प्लाज्मा भर्ती लाइटर हो नि ए बैठे तलै यो एक दुई घन्टा नभएको मैले राख्नुपर्ने क्या कस्तो ल यो गेममा कहिले जित्यो यसो ठिक छैन मेरी क्रिसमस पाउँदैन के ल जति सक्यो सक्यो अझ त लाइ तिमी अझ त ल तिमीले ओ माय गॉड मेरी क्रिसमस पैसा लगेर अम्मनी हेर ए ल जाऊ यस कति टेबलको बढाइ रेडी हो टेबल क्लथ गरे मेरी क्रिसमस अब यति हो है मेरी क्रिसमस मैले कपसाइ टार्गेट अब कपसाइ टार्गेट बस्ने अनि तल अनि खोज्नुपर्छ हो मेरी क्रिसमस त्यो चुइन चुइन चाहिँ के त्यति त्यो माथि गर्नु मुखलाई ल्याउनु पर्दैन त्यो देऊ न पुरो त्यो यहाँ त पाइहाल्यो नि मेरी क्रिसमस भयो सक्यो सुन्दर पनि गरौँ त होइन मेरी क्रिसमस लास्टमा मैले मात्रै अब हाम्रो गेम सक्यो अब नेक्स्ट के हो हाम्रो अब हाम्रो सेक्रेट सान्ता 2025 डिस्ट्रिब्युसन मैले अरू लेखेको छैन मैले ल्याएको छैन हेरौँ अब के हजुर अहिले मेरो चाहिँ लाग्छ त्यसो मैले ल्याएको छैन मैले कसैले ल्याएको छैन कसरी थाहा पाउँछ गेस गर्ने नि अब। गेस गर्ने गेस गरौँ अनि नभए गेस गर्ने ल त्यसो होइन यसो भने तब एउटा आफ्नो गीत सघाउने जो परेको नि त्यसको बारेमा के भन्छ नि गेस गर्नु अब फेट फोटो सेसन आयो बिहाइन्ड द सिन्स आयो उता हेर नि एकछिन कस्तो तिमी त यार आमा आयो कति राम्रो देखेको बाबा बन्दास छोरो हाम्रो दुईटा गरेर खिच्नु न
तिमीहरू बुढा उठ्नुपर्छ न के फर्किरहेको सुवास र उसको क्या जन्द सुभाष सुवास जाऊ त गिफ्ट पनि अलिअलि आउँछ भने नि अब हाम्रो गिफ्ट डिस्ट्रिब्युसन कार्यक्रम सुरु भएको छ जस्तै केही कुरा लियो अरे होइन अनि त्यसपछि अनि आफ्नो कुरा कन्भिन्स गराउनलाई नि अनि हामीले के भने लास्टमा तर उसकै कुरा अब ल गिफ्ट मलाई त्यसरी एक्सप्लेन गर्दै ओके मेरो यसपाल 2025 को मेरी क्रिसमसको मेरो गिफ्ट मेरो पालो गिफ्ट खोलेर देखाउनु पर्यो नि अनि मेरो गिफ्ट चाहिँ एउटा यस्तो मान्छेलाई हो जो चाहिँ आफूलाई एकदमै अन्डर एस्टिमेट गर्छ एक्चुअलमा ऊ चाहिँ एकदमै पोटेन्सियल भएको मान्छे जस्तो लाग्छ मलाई अनि आफूले गरेको काम एकदमै राम्रो गर्छ अनि लभिङ छ केयरिङ छ म उसलाई यति भन्न चाहन्छु कि आफ्नो कन्फिडेन्स चाहिँ बढाऊ भन्दै आयो के हो उठ्नु खोज्यो नि यो चाहिँ 5 चोटि ड्राइभिङ लाइसेन्स दिँदा नि पास नहुने मान्छे 4 चोटि ड्राइभिङ लाइसेन्सको रिटर्न एक्जाम दिँदा नि पास नहुने मान्छे ला बिचारा यार अब पास बाबा यो प्रेजेन्टेसन पास भयो नेक्स्ट टाइम पास हो सिधै निकालेर म Help me, shape me. कत्रो ठुलो बात यार के हो त बुढी के होला यो अब यसपालिको यो हाम्रो सेक्रेट सान्तामा मैले दिनुपर्ने गिफ्ट छ है बम्बोकै नाति हो नि त यसलाई मैले कसरी अब डिस्क्राइब गर्नु यो चाहिँ अब डिस्क्राइब गर्नु पर्दाखेरि यहाँ भएको सबैभन्दा बढी होइन अब हुन्छ नि अब पढाइको हिसाबमा होइन एजुकेसन हिसाबमा एकदम उच्च स्तरको पास भएको छैन होइन स्टिल ल दिस इज फर रश्मि थ्याङ्क यू भने त सुवासको त मेरो भइहाल्यो नि त सिधै त्यही पनि डिस्क्राइब अब डिस्क्राइब त कसरी गर्नु त होइन थाहा भइसक्यो अब त्यही पनि छोटकरीमा भन्नु पर्दाखेरि चाहिँ जो चाहिँ अलिकति नङ्ला चाहिँ अलि लामो पाल्ने त्यही मान्छे हो यो चाहिँ अझ त काटेर भइहाल्छ यार हजुर बाल्दैन तिमीलाई ल मियानालाई ल हाम्रो तर्फबाट मियानालाई मियानाको लागि फर्स्ट गिफ्ट आज ल नेक्स्ट ओके क्रिसमस प्रेजेन्ट आयो आइलो बुक तिम्रो हैन थ्यांक यू आसु भन्छ आयो थ्यांक यू आसु व्हाट इज दैट ओ देऊ दे काका हेरौ तिमीलाई लिउ त्यो ल्याऊ त्यो लिउ ल यी यहाँ पनि ओ यता त्यो पनि हो लिउ यो लिउ बास्ता लिउ न जोरो यो आयो ओ त्यो लिउ छ यो अब तिम्रो पालो त आसुले दादाले थ्यांक मामाले नगर्नुस् मामालाई अब थ्याङ्क यू बच्चे औ त्यो त त्यो त के लेखेर छ यसो भिडियोले काकिराज खै यो मियानालाई आसु एन्ड आगुबाट यो मियानालाई रश्मि छैन पुरु अनि यहाँनिर छ
आयुमीलाई दादा फेरि अफिसको थियो त खै ए यो चाहिँ छोरी त्यहाँ तिम्रो त्यो होइन उ त्यहाँ छ उता हेर उसलाई फेरि त्यही चाहियो आयु चक्लेट अनिको गीत सुन्नु मलाई आज अब आज मैले भनेर तिमीले कुन चाहिँ खोइ देऊ देऊ त चक्लेट 50,000 को चक्लेट ल्याएर तँलाई पखाउ 50,000 को चक्लेट कुन खाने भनेर सोचिरहेको छ तँलाई पखाउ कुन लियो ल छिटो लिऊ ए टिक 1 टिक 2 कहाँ त्यसरी ल ल टेस्ट कसो हेर त खाएर भन्दियो त खाइदियो टेस्ट 50,000 चक्लेट यार सब ए रश्मि 50,000 को छ त आधा दे मलाई ल पुरु टेस्ट हाल्नु तिमीले पुरुले चाहिँ टेस्ट गर्छ क्या पुरुले मिठो छ भनेर चाहिँ चक्लेट त मलाई खासै त्यस्तो उ नहुँदा ए रश्मि तँले त्यो आधा दिन्छ नि यो तँलाई हात दिन्छ पचास हालको वर्थिट हो त चक्लेट 50,000 को चक्लेट यहाँ यो लेखेको चाहिँ खतरा होला नि है लेखेको चाहिँ खतरा होला नि है अझ यो हुन्छ नि यो लेखेको कि होइन तर अर्को यसलाई अर्को तिनीहरूको जस मेहनत अलिक बढी लाग्छ नि त के ल्यायो एलएल ल्यायो नो यार दिस इज द ब्रान्ड अब हाम्रो अब खानपिन कार्यक्रम हो अब डिनर कार्यक्रम हो गाइस के हो तिमीले त पाहाडै हाल्यो क्या यार के गर्छ आज ल्याम हो यो सही हो ल्याम खतरा भयो ल्याम रस ल दाल पनि हालिसक्यो ल खाना यसरी हाल्ने अब खानसाना खाने डिनर सिनर गर्ने त्यस पछाडि हाम्रो आजको क्रिसमस कार्यक्रम समापन गर्ने यहाँ मियानको मम्मीले हाम्रा 2-4 भात बजाइहाल्छ आज गाजी 2-4 भात जान्छ अनि हिजो त क्लास म कम गएन म 3 चोटि 4 चोटि आउँदै जाँदै गरे म अब हामी सक्यो क्रिसमस सेलिब्रेसन सक्यो अब घर जाने डिनर लगाइसक्यो होइन त अब 3 दिन छुट्टी त्यसपछि फेरि काम खायो अब गिफ्ट पायो खुसी भयो गिफ्ट पायो आयो खुसी भयो अब हामी घर फर्किँदैछौँ आजको सकियो हाम्रो क्रिसमसको सेलिब्रेसन अब नेक्स्ट इयरको क्रिसमसको वेटिङमा गान्छे सो द्याट्स इट